हेलो मुद्दालाल जी। हजुर हजुर ए नमस्कार हजुर नमस्कार कफी खाँदा पनि छोड्नु नमस्ते भएन हजुर, तपाईँले नमस्ते। मलाई होइन, तपाईँ मुद्दा हाल्दै हिँड्नुहुन्छ, जसलाई पनि मुद्दा हाल्नुहुन्छ। अनि कफी चाहिँ यस्तो भिआइपी होटलमा आएर खानुहुन्छ, खास तपाईँलाई पैसा कसले दिन्छ? आय पैसा स्रोत के हो? आय स्रोत त अब मेरो अहिले फेसबुकले दिन्छ नि होइन मलाई डलर अलिअलि दिन्छ टिकटकले दिन्छ त्यहीबाट कफी किनेर खाइरहेको छु। ए, टिकटकले फेसबुकले दिएर तपाईँ कफी किनेर खानु भएको छ। मैले जति सेवा गर्छु मैले सहयोग गर्छु टिकटकले दिन्छ मलाई फेसबुकले दिन्छ त्यही खाइरहेको छु। अनि तपाईँ खालि मुद्दा हाल्नुहुन्छ, कसैलाई पनि छोड्नुहुन्न। खास तपाईँको विचार के हो क्या? सबैलाई मुद्दा हालेर तपाईँले मुद्दामा जालझेल बनाएर हालेर चाहिँ ओझेलमा पारेर व्यक्तिहरूले ओझेलमा पार्ने, अनि तपाईँ चाहिँ के गर्ने विचार छ सबैले जेल हाल्न खोजेर? अनि भ्रष्टाचारीहरूलाई मुद्दा नहाल्यो भने के रवि लामछाने मात्रै खेद्नु मैले अब नेपाली काङ्ग्रेस नेकपा एमाले माओवादी होइन राप्रपाको विभिन्न पार्टीमा चाहिँ भ्रष्टाचारीहरू छन्। सबै भ्रष्टाचारीहरूलाई त मैले मुद्दा हाल्छु नि त। मेरो काम भनेको चाहिँ मुद्दा हाल्यो, नाम भनेको मुद्दालाल हो। अनि मैले भ्रष्टाचारीलाई मुद्दा हाल्दैन तपाईँलाई के टाउको देख्यो त? एउटा व्यक्तिलाई मात्रै खेद्नुपर्छ भन्ने छ? भ्रष्टाचारीहरू सबैलाई जेल हाल्छु नि म। तर अहिलेसम्म एकजना व्यक्ति बाहेक अरू त खासै जेलमा गएको त जेलमा देखिँदैन, बाहिर सुनिँदैन। अनुसन्धान हुँदैछ। अख्तियारमा दर्जनौ हालेको छु। शेरबहादुर देउवालाई मुद्दा हालिन कि, केपी ओलीलाई हालिन कि, प्रचण्डलाई हालिन कि, आराजु राणालाई हालिन कि, दीपक खड्का भन्ने मान्छेलाई हालिन कि, प्रचण्डदेखि सबै मान्छेहरूलाई मैले मुद्दा हालिरहेको छु। किनभने भ्रष्टाचार गरेको, अनियमितता गरेको आशंका लागेपछि सबैलाई मुद्दा हाल्छु। अब मुद्दा मान्छे जेल पर्नको लागि त, पक्राउ पर्नको लागि त अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्नु पऱ्यो नि त। अख्तियारको आयुक्त, प्रमुख आयुक्तहरूलाई बनाउने, गृहमन्त्रीहरूलाई बनाउने, सबै कुरा अरूलाई बनाउने। अनि मैले कसरी गर्न सक्दिनँ? मैले सबैलाई मुद्दा हालेको छु। भ्रष्टाचार अनियमितताका विरुद्ध मान्छे म लड्ने मान्छे हो होइन। अनि एउटा व्यक्तिलाई मात्रै खेद्नुपर्छ भन्ने छ? अनियमितता गर्नेहरू, दलालहरू, तस्करहरू, माफियाहरू सबैलाई हाल्छु त मुद्दा। मुद्दालालको नजरमा चाहिँ सबैजना चाहिँ शङ्काको घेरामा छन् होइन। तपाईँको सबैलाई कारवाही गर्नुपर्छ, सबैलाई अनुसन्धान गर्नुपर्छ। अनि म जस्तो मान्छे अर्को मान्छेले मुद्दा हाल्न आओस् होइन, हालेको मुद्दामा कारवाही किन भएन भनेर विरोध गर्नुहोस् न। अनि युवराज सबैको कुरा काट्ने जथाभावी गरेर त हुँदैन। आलोचनाले मात्रै देश बन्दैन। युवराज सबलसँग हातीमालो गर्न आउनुहोस् न। कोले कति भ्रष्टाचार गर्यो, प्रमाण कहाँ के छ खोजौँ होइन। सबैजना मिलेर हालौँ। कुनै पार्टी होस्, जात धर्म त्यसै गर्छ मतलब छैन। अनियमितता गर्ने हो। त्यस्ताको विरुद्धमा तपाईँ पनि बोल्नुपर्छ, मैले पनि बोल्नुपर्छ। भ्रष्टाचारीहरूलाई जोसुकै होस् त्यसलाई कारवाही गर्नुपर्छ। ठिक छ। तपाईँको विचारमा यो जेनजी सरकारले जुन महाधिवक्ता कार्यालयले रवि लामछाने विरुद्धको एउटा मुद्दा फिर्ता गर्ने भनेर निर्णय गरेको छ, यो विषयमा तपाईँलाई कस्तो लाग्छ? कानुनमै त्यही फिर्ता गर्न नि मिल्ने छ कि छैन कि? के छ भने नेपालको संविधानले चाहिँ सरकारलाई मुद्दा फिर्ता लिने अधिकारहरू दिएको छ, क्लिन चिट दिन सक्ने अवस्था गरेको छ, आम माफीका कुराहरू दिएको छ। तर सम्पत्ति शुद्धिकरणको मुद्दा चाहिँ नेगेटिभ लिस्टमा छ र नेगेटिभ लिस्टमा भएको मुद्दालाई राष्ट्रपतिले चाहेर पनि त्यो फिर्ता हुन सक्दैन भनेपछि यो असंवैधानिक छ, यो गैर कानुनी छ, यो विधिको शासन कानुनी राज्यको विपक्षमा छ। त्यही भएर त मुद्दालालले सर्वोच्च अदालतमा लगेर मुद्दा हालिसक्यो। अब दर्ता भएर त्यो अगाडि बढ्ने कोसिसमा छ। त्यसैले रवि लामछाने हामी व्यक्तिलाई केन्द्रित नगरौँ। जोसुकै लामछाने होस्, जोसुकै लुसिफर होस्, चाहे म नै होस् चाहे अरू होस्, यो मुद्दामा क्लिन चिट दिन मिल्दैन, मुद्दा फिर्ता लिन मिल्दैन। सर्वोच्च अदालतले कुनै पनि बेलामा यो मुद्दा उल्ट्याउन सक्छ। रवि लामिछाने भन्ने जुल्फे कुनै पनि हालतमा फेरि पनि खोरमा जान्छ। यसलाई कसैले पनि रोक्न सक्दैन, छेक्न सक्दैन। अनि यो फागुन 21मा त चुनाव आउँदैछ, के छ तपाईँ चुनाव लड्ने तर्खरमा हुनुहुन्न? अनि चुनाव आए सँगसँगै जब चाहिँ निर्वाचन आयोगमा नोमिनेसन हुन्छ, हजुर, त्यो बेला पछाडि तपाईँ कसलाई फेरि पनि पहिलाको दिन जस्तै मुद्दा हाल्ने तर्खरमा हुनुहुन्छ? अब के छ भने सर्टकट भन्न सक्नुहुन्छ? चुनाव हुने अवस्था छैन। नेपाली काङ्ग्रेसको जुन भोट होइन र गगन पक्षले आधिकारिकता पाएसँगै अब मुलुकमा चुनाव नहुनको लागि खासमा नेपाली काङ्ग्रेसले चाहिँ संसद पुनर्स्थापना चाहेको थियो। संसद पुनर्स्थापनाको लागि युवराज सबलको नेतृत्वमा तपाईँको चाहिँ अब सर्वोच्च अदालतमा रिट पर्यो। त्यसले अलिकति टाइम लिन्छ। अब अर्को नेपाली काङ्ग्रेसले के नाटक गर्यो भने दाइ र ठुल्दाइ र होइन, ठुल्दाइ र भाइ फुटे गगनलाई अब उफ्रिँदैन त भने सल्लाहमा गगन थापाले विशेष महाधिवेशन गरे। अब देउवाले आधिकारिकता पाएन, गगन थापाले पाए, निर्वाचन आयोगले आधिकारिकता दियो। अब चुनाव नहुने भयो। चुनावमा भाँड भैलो मचाउनको लागि चाहिँ नेपाली काङ्ग्रेसले लागेको छ।
अब देउवाको चुनाव चाहिँ नै छैन, पार्टी पनि छैन भनेको छ। अब सर्वोच्चमा देउवा चाहिँ अब आइतबार नभए सोमबार चाहिँ मुद्दा हाल्न जाँदैछन्। सर्वोच्चले अब देउवा पक्षलाई आधिकारिकता दिएपछि त कुरो खत्तम भयो। त्यही भएर चुनाव रोक्नको लागि चाहिँ काङ्ग्रेसहरूले नाटक गरिरहेको छ। त्यो अवस्था हामीले देखिरहेका छौँ। त्यही भएर अहिले अब यो चुनावको विषयमा म कहीँ उम्मेदवार पनि छैन, म लड्दा पनि लड्दिनँ। अब यो नेताहरूले चाहिँ के गर्न खोजेका छन्, अब संसद पुनर्स्थापना नै अहिलेको चाहिँ एकमात्र बटम लाइन हो। केही हप्ताभित्रमा संसद पुनर्स्थापना हुनेछ। अब यो अहिलेको राजनीतिक अवस्थामा चाहिँ कुनै पनि चुनाव हुने अवस्था देखिँदैन। हस्, धन्यवाद। नमस्कार।